नेपाल दक्षिण एसियामा अवस्थित एक विकासोन्मुख देश हो, जहाँ करिब 2 करोड 90 लाख कुल जनसङ्ख्या भएकोमा त्यसमध्ये 51% महिला रहेका छन्। देवानगञ्ज गाउँपालिका हो यो। साइकलमा खोपको बाकस बोकेर गाउँ डुल्ने यी व्यक्ति हुन् सरोण कुमार झा। उनी विगत 2 दशकदेखि स्वास्थ्य चौकी देवानगञ्जमा खोप कार्यकर्ताको रूपमा काम गर्दै आएका छन्। महिनाको 4 दिन यसरी नै घर दैलोमा गई उनी स्थानीयलाई खोप सेवा प्रदान गर्दछन्। देवानगञ्जको स्वास्थ्य चौकीमा यी गर्भवती महिलाहरू चेक जाँच लगायत टिडी खोप लिन आएका हुन्। मुस्लिम समुदायको बाहुल्यता रहेको यस स्थानमा कोइरी, यादव साथै दलित समुदायका ऋषिदेव, राम र डोम जातिहरू पनि बस्दछन्। नेपालमा वर्षेनी करिब 6 लाख महिलाहरू गर्भवती हुने गरेको सरकारी आकलन छ। नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण सन् 2022 का अनुसार हाल नेपालमा मातृ मृत्युदर प्रति 1 लाख जीवित जन्ममा 151 रहेको छ। नवजात शिशुको मृत्युदर भने प्रति 1000 जीवित जन्ममा 21 रहेको छ। नेपालमा गर्भवती महिलाको खोप कार्यक्रमहरूमा मुख्य रूपमा टिटानस, डिप्थेरिया, टिडी खोप महत्त्वपूर्ण मानिएको छ। नेपालमा गर्भवती महिलालाई टिडी भन्ने खोप दिन्छ, जसले चाहिँ धनुष्टाङ्कार र डिप्थेरिया ब्यागुते रोगको विरुद्धमा काम गर्छ। 19,000 वटा खोप केन्द्रहरूबाट हामीले यो खोप दिइराखेका छौँ। भनेको नेपालको जुनसुकै कुनामा पनि गयो भने यो खोप पाइन्छ र विशेष गरी गर्भवती महिलाले एएनसी भिजिट, जुन आफ्नो गर्भावस्थामा पहिलो पटकमै उहाँहरूले थाहा पाउने बित्तिकै पहिलो मात्रा दिने हो र त्यसको 1 महिना पछाडि दोस्रो मात्रा दिने र यो पहिलो गर्भ छ भने र दोस्रो तेस्रो गर्भमा चाहिँ हरेक गर्भपछि एउटा मात्रा हामी दिन्छौँ। हामीले सूक्ष्म योजना बनाएर त्यहाँ कति गर्भवती छन्, त्यो गाउँमा कति खोप चाहिन्छ भनेर त्यो पहिला क्याल्कुलेट गरेर त्यो अनुसारको स्वास्थ्य संस्थामा सम्म हामीले चिस्यान कायम गरेर खोपहरू पुर्याउने गर्छौँ। मातृ खोप पनि बाल मृत्यु दरसँग जोडेर हेर्ने गरिएको छ। जस्तो म उदाहरण दिन्छु, हाम्रो देशमा नवजात शिशुमा हुने धनुषङ्कारबाट मृत्युदर धेरै हुन्थ्यो। अनि त्यो धनुषङ्कारलाई कसरी रोक्ने त भन्दाखेरि आमालाई टिटी खोप दियो, टेटनस टक्साइड खोप दियो भने रोकिन्छ भनेर टेटनस टक्साइड दिन थालियो। अब त्यहीँ रहेर अड्किएको थियो। तर त्यस कार्यक्रम सफल भयो। करिब गत 20 वर्षदेखि नेपालमा नवजात शिशुको धनुषङ्कार रोग चाहिँ करिब निर्मूल भयो भन्ने मानिन्छ। काठमाडौँको परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल हो यो, र यो दृश्य स्पेशल केयर बेबी युनिट NICU को हो। समय नपुगी जन्मेका, कम तौल भएका र विभिन्न कारणले जन्मदै अस्वस्थ भएका नवजात शिशुहरूलाई यस युनिटमा उपचार गरिन्छ। गर्भवती महिलाले गर्भावस्थामा आफ्नो नियमित चेक जाँच गराउने र नेपाल सरकारले सिफारिस गरेको खोप लगाउनाले आमा लगायत शिशुको स्वास्थ्य ठीक रहन्छ भनी विज्ञ बताउँदछन्। गर्भवती महिलाहरूमा इम्युनिटी पावर कम हुन्छ, त्यसकारण चाहिँ अब कुनै पनि रोगहरूबाट बच्नलाई उनीहरूको चाहिँ रोगसँग लड्ने चाहिँ शक्ति कम हुन्छ। त्यही भएर हामीले गर्भवती हुने बित्तिकै हामीले दिदी भन्ने खोप दिन्छौँ। महिलाले गर्भवती अवस्थामा खोप लगाउनु भएको छैन भने त्यसको त्यो खोप नलगाउँदाको जोखिम महिला आफैमा पनि हुन्छ र शिशुमा पनि हुन्छ। शिशु चाँडै जन्मिने जोखिम हुन्छ, एउटा त कम तौल भएको जन्मिने हुन्छ, त्यस्तै मृत्यु शिशु जन्मिने पनि एउटा जोखिम हुन्छ। आमाले यदि खोप लगाउनु भएको छ भने त्यो एन्टिबडी बच्चामा जान्छ र त्यो बच्चालाई टेटनसको विरुद्ध चाहिँ नि उसलाई सुरक्षा गर्छ। त्यस्तै डिप्थेरिया जुन चाहिँ नि बच्चामा लाग्यो भने एकदमै सिरियस हुन्छ, त्यो बच्चा बचाउन धेरै गाह्रो हुन्छ। त्यसबाट पनि त्यो खोपले, आमाले लगाएको खोपले शिशुलाई पनि बचाउँछ। आमा र नवजात शिशुमा देखा पर्न सक्ने संक्रामक रोगहरू विश्व स्वास्थ्यकै लागि एक मुख्य चुनौती हो। नेपालमा पनि विभिन्न किसिमका संक्रमणहरूले गर्दा वर्षेनी हजारौं आमा र नवजात शिशुहरूको स्वास्थ्यमा गहन असर पर्दै आएको देखिन्छ। आमाहरूमा हुने संक्रमणले कुल मातृ मृत्युको 10% र मृत शिशुहरूको 5% भार थपेको छ। त्यस्तै शिशु जन्मिने प्रक्रियामा वा जन्मेको केही समयमा हुने संक्रमणले नवजात शिशुको
कुल मृत्युको 14% भार ओगटेको छ। नेपालमा वर्षेनी करिब 2000 पेरिनेटल डेथ्स रेकर्ड हुने गर्छ। पेरिनेटल डेथ्स भन्नाले 20 हप्ता पुगेको गर्भ खेर जाने, जसलाई स्टिल बर्थ भनिन्छ, अथवा जन्मेको 7 दिनभित्र मृत्यु भएका शिशुहरू, जसलाई अर्ली न्युनेटल डेथ्स भनिन्छ। करिब 50% पेरिनेटल डेथ्सको कारण हामीलाई थाहा छैन। यसको बारेमा अध्ययनहरू त्यति भएको छैन। अन्य देशमा गरिएको अध्ययनले के देखाउँछ भने केही ब्याक्टेरिया वा भाइरसहरू छन्, जस्तै इन्फ्लुएन्जा, रेस्पिरेटरी सिन्सिटियल भाइरस अथवा आरएसपी, ग्रुप बी स्ट्रेप्टोकोकसलाई जीबीएस पनि भनिन्छ, डिप्थेरिया, पर्ट्युसिस, हेपाटाइटिस, टाइफोइड, हर्प्सले गर्दाखेरि गर्भवती महिला र नवजात शिशुमा सङ्क्रमण हुने गर्दछ। नेपालमा मातृ खोप सम्बन्धी सचेतना अभिवृद्धि गर्न र यसको प्रचार प्रसारमा स्वास्थ्य विज्ञहरूको भूमिका अहम मानिन्छ। यसबाहेक समुदाय साथै विकट बस्तीका घर दैलोसम्म पुगी खोप लगायत मातृ तथा शिशुको स्वास्थ्य प्रवर्धन कार्यमा अहोरात्र खटिने सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका पनि सराहनीय मान्न सकिन्छ। तालिम प्राप्त नर्स साथै खोप अधिकृतले पनि गर्भवती महिलालाई खोप लगाउनका निम्ति प्रेरित गर्न सक्नेछन्। पालिकाले नम्बर दिनुभएको छ एउटा सिम होइन, अनि त्यो सिम हामी आफ्नो यहाँ अफिसकै उसले राखेको छौँ आफ्नो मोबाइलमा, अनि त्यो नम्बरले हामी उहाँहरूलाई कन्ट्याक्ट गरेर होइन नम्बर लिएको हुन्छौँ, उहाँहरूको यहाँ रेकर्ड राखेको हुन्छौँ, अनि त्यही फोन गरेर उहाँहरूलाई कहिलेकाहीँ यसो धेरै दिन भएको छ कता हरायो भनेर कहिलेकाहीँ यसो घचकेचाउने काम गर्छौँ, अनि आउनुहुन्छ। तपाईँहरू सबैजनालाई नमस्कार है। मेरो नाम चाहिँ अन्जु रेग्मी हो। म चाहिँ यस मातृ शिशु मितेरी अस्पतालमा स्टाफ नर्सको रूपमा काम गर्छु। मैले माथि प्रसुति वार्डमा पनि काम गर्छु, अनि यहाँ गर्भवती जाँच गर्ने ठाउँमा पनि तपाईँहरू जस्तै गर्भवती आमाहरूलाई चाहिँ स्वास्थ्य शिक्षा दिने काम पनि गर्छु है। एकातर्फ नेपालको भौगोलिक विकटता, तालिम प्राप्त जनशक्तिको अभाव, खोपको बारेमा परम्परागत विश्वास तथा गलत धारणा र मातृ खोपको महत्त्वबारे अपर्याप्त सचेतना र गरिबीका कारण अझै पनि सबै वर्ग, समुदाय र भूगोलसम्म खोप कार्यक्रमको पहुँच रहेको पाइँदैन। अझै पनि कतिपय महिलाहरू थाहा नपाएर हो या नपाए जस्तो गरेको हो या के हो, लाउनै नआउने एउटा कुरा एउटा लाएर दोस्रो लाउन नआउने के, अर्काले भनेपछि जानुपर्छ भनिदियो भने मात्रै आउने, नभए आफ्नो मनले नलगाउने हुन्छ भन्ने जस्ताहरू समस्याहरू कतिपय अहिले पनि देखिरहेको छ। यो किन लाउने लाएर दुख्छ लाउँदैन भन्ने मान्छे नि थिए। अब मैले भ्याक्सिनेटरहरूको 34-35 वर्ष हुनु लाग्यो हालसम्म। अब अहिले चाहिँ बहिनीहरूलाई चाहिँ यस्तो हो उस्तो हो भनेपछि लाउँछन्, उ नगरिकन। मान्छेहरू कन्फ्युजन के हुँदो रहेछ भन्दा टिटी अनि त्यसपछि डिटी, नेपाल सरकारले तोकेको टिडी भ्याक्सिन हो। अब कतिपय प्राइभेट क्लिनिकहरूमा जुनसुकै पनि लागेको पनि हुनसक्छ, त्यो कुरामा चाहिँ अझैसम्म पनि अवेरनेस नपुगेको हो कि जस्तो मलाई लाग्छ। खोप आवधिक रेकर्ड चुस्त नहुनुको साथै खोप लगाउने व्यक्तिको बसोबास परिवर्तन हुने, खोप केन्द्र परिवर्तन हुने आदि कारणले गर्दा यद्यपि टिडी खोपको कभरेजको सटिक तथ्याङ्क अझ बढ्न सक्ने अनुमान गर्न सकिन्छ। मध्य प्रदेशमा सबैभन्दा उच्च कभरेज 78% रहेको छ भने बागमती र सुदूरपश्चिम प्रदेशमा 60% तथा कोशी प्रदेशमा सबैभन्दा कम 59% रहेको तथ्याङ्कले देखाउँछ। खोप दिने स्वास्थ्य कर्मीहरूले स्वास्थ्य संस्थाहरूबाट रिपोर्ट गर्नुहुन्छ, त्यो अनुसारको प्रतिवेदन DHIS2 प्लेटफर्मबाट अथवा IHMSबाट आउने गर्छ। त्यो कहिलेकाहीँ अन्डर रिपोर्टिङ हुन्छ। भर्खरै NDHS सर्वे भयो, त्यस पछाडिका पोस्ट क्याम्पेन कभरेज सर्वेमा पनि नियमित खोप लगाएको भनेर जाँच गरिएको थियो, त्यसमा टिडी भ्याक्सिनको पनि सोधिएको छ, त्यसमा 98%ले हामीले लगाएका छौँ भन्ने छ। तर फेरि DHIS2 प्लेटफर्ममा भने करिब 70%ले मात्र हामीले लगाएका छौँ भन्ने आछ। खोप तथा अन्य स्वास्थ्य कार्यक्रमको पहुँच वृद्धि गर्नका निम्ति असल अभ्यासहरू पनि भएको पाइन्छ। सिन्धुली स्थित दुदौली हो यो। यस स्थानमा एक विशेष धार्मिक सम्प्रदायका अनुयायीहरूले खोप कार्यक्रमलाई खासै महत्त्व नदिएको पाइएको थियो। योभन्दा अगाडिका वर्षहरूमा चाहिँ हामीले पूर्ण रूपले हामीले खोप अब चाहिँ लगाउन सकिराखेका थिएनौँ।
किन सकिरहेको थिएन भने चाहिँ धर्मको नाममा चाहिँ केही मान्छेहरू चाहिँ हामीले यो खोप लगाउनु हुँदैन भन्ने खालको चाहिँ अभिभावकहरूमा चाहिँ एउटा भ्रम अब चाहिँ धर्मको नाममा पैदा भएको कारणले गर्दाखेरि जुन बच्चा जन्मिने बित्तिकै उसले पाउनु पर्ने उसको अधिकारको कुरा हो त्यो खोप उसले लाउन पाइरहेको छैन र यसपालि चाहिँ हामीले उहाँहरूलाई कन्भिन्स गरेर हामीले लगाउन सफल भएका छौँ। दुधौलीको अरुण ठाकुरका बालबालिकाहरूमा शून्य खोप पाएपछि नेपाल सरकार राष्ट्रिय खोप कार्यक्रमको तर्फबाट प्रभावकारी कदमको सूत्रपात गरियो, जस अन्तर्गत स्थानीय जनप्रतिनिधिहरू र खोप कार्यकर्ताको सहयोगमा स्थानीयवासी र धर्मगुरु सहितलाई आमा र शिशुको स्वास्थ्यमा खोपको महत्त्वबारे जानकारी गराइयो। फलस्वरूप उनीहरू खोपप्रति सचेत भई आफ्ना बालबालिकाहरूलाई खोपाउन थाले। त्यो खोपको नाममा नलगाउनु हुने उहाँहरूले पनि आएर वैशाख खोज र खोप अभियान चलेको थियो। त्यति बेला आएर चाहिँ हाम्रो 0 डोजको पनि 5-6 जना बच्चाहरू हुनुहुन्थ्यो। उहाँहरूलाई चाहिँ ल्याएर कन्भिन्स गरेर हामीले चाहिँ आएर लगाउनु भयो। कोशी प्रदेश सुनसरी स्थित चतरा अस्पताल हो यो। विक्रमसम्म 2075 साल भदौ 1 गतेदेखि यस अस्पतालले वर्षको 365 दिन नै बिहान 7 बजेदेखि बेलुकी 8 बजेसम्म निशुल्क ओपीडी सेवा सञ्चालन गर्दै आएको छ। यस सेवाले स्थानीयवासीहरू र गर्भवती महिलाहरू लाभान्वित भएका छन् भने खोप कार्यक्रमको विस्तारमा पनि ठूलो सघाउ पुगेको देखिन्छ। यस अस्पतालमा चाहिँ बिहान 7 बजेदेखि बेलुका 8 बजेसम्म ओपीडी खुल्ला हुनेछ र हामी जुनसुकै बेला पनि यहाँ आफ्नो काम सकेर सेवाहरू लिन आउन सक्छौँ, खोप लाउन सक्छौँ। गर्भवती महिलाहरूलाई जतिखेर आए पनि उहाँहरूले खोप लाउने समयमा खोप लाउन पाउनुहुन्छ। यस प्रकारका असल अभ्यास र प्रभावकारी कदमहरूले पनि नेपालमा खोप कार्यक्रमको विकासमा टेवा पुग्ने र टिडी खोपले अझ बढी महत्त्व पाउने देखिन्छ। तर पनि टिटानस र डिफ्थेरिया रोगको निवारण भइसकेको अवस्थामा कतै यी रोगले कम महत्त्व पाउने र टिडी खोपको सान्दर्भिकता र चर्चामा कमी आउने त होइन भन्ने चुनौती पनि हामी सामु रहेको विज्ञ बताउँदछन्। हैन, अहिले डिफ्थेरियाका नदेखेका डाक्टरहरू छन्। हामीहरू चाहिँ हरेक हप्ता जस्तो एउटा बच्चा मरेर देख्थ्यौँ डिफ्थेरियाले। भनेपछि हामीलाई जुन किसिमको लाग्थ्यो महत्त्व, अहिले त्यति महत्त्व छैन। बाबुआमाले पनि डिफ्थेरिया भएको त्यो रोग भएको देखेकै छैन नि त, किन दिएको यो भन्ने हुन्छ। नदेखिएपछि यसको महत्त्व हुँदैन। तर अहिले गएर के भइरहेको छ भने संसारमै इम्युनाइजेसनको जुन फाइदा छ, खोपको फाइदा खालि बालबालिकामा मात्रै होइन, विभिन्न उमेरका वयस्क व्यक्तिहरूलाई पनि खोप दिनुपर्छ भन्ने कुरा सुरु भइरहेको छ। खोप खरिद तथा वितरण राष्ट्रिय खोप कार्यक्रमको एक महत्त्वपूर्ण पाटो हो। यसका लागि नेपाल सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग कूटनीतिक तवरमा हातेमालो गर्दै प्रदेश र स्थानीय तहसँग निरन्तर समन्वय गर्नुपर्ने हुन्छ। नेपालमा राष्ट्रिय खोप कार्यक्रममा प्रयोग हुने खोपहरू हामीले अहिले 2 प्रकारले ल्याइरहेका छौँ। केही खोपहरू नेपाल सरकारले आफ्नै स्रोतबाट खरिद गर्छ। त्यो हामी चाहिँ नेपालको सार्वजनिक खरिद को जुन ऐन कानुनहरू छ र प्रक्रियाहरू छ त्यसैलाई पालन गरेर ल्याउँछौँ। र केही खोप हामीले चाहिँ ग्लोबल भ्याक्सिन अलायन्स, जसलाई गाभी भनिन्छ, त्यसमार्फत पाउँछौँ। त्यहाँबाट प्राप्त हुने खोपहरूमध्ये एउटा खोप चाहिँ हामी निःशुल्कै पाउँछौँ। तर बाँकी खोपहरूमा नेपाल सरकारले पनि आफ्नो पनि केही लगानी गर्नुपर्ने हुन्छ। सहवित्तीयकरण अथवा कोफाइनान्सिङ भन्छौँ। हालसम्म नेपाल सरकारले राष्ट्रिय खोप कार्यक्रम मार्फत गर्भवती महिलाहरूलाई मातृ खोप सेवा निःशुल्क दिँदै आइरहेको छ। तर नेपाल जस्तो कम आय स्रोत भएको देशमा खोप लगायत अन्य मातृ स्वास्थ्य सेवाहरू निःशुल्क कायम गर्न आर्थिक तथा प्रशासनिक रूपमा चुनौतीपूर्ण हुन सक्ने देखिन्छ। तर खोप कार्यक्रम भनेको कुरा कस्तो हुन्छ नि, महँगो पनि हुन्छ। कार्यक्रम सञ्चालन गर्नलाई धेरै रिसोर्सेस स्रोतहरू चाहिने भएको हुनाले अब कुन खोप कसरी गर्ने भन्नेतर्फ हामी गइसकेका छैनौँ। तर नेपाल जस्तो देशमा जहाँ उपचार कठिन छ, महँगो छ, त्यहाँ त यसको ठुलो उपादेयता छ। सरकारले चाहिँ खोप कार्यक्रमलाई दिगो रूपमा सञ्चालन गर्नको लागि जुन नेपालको खोप ऐन छ त्यसमा एउटा खोप कोषको पनि व्यवस्था गरेको छ। त्यसमा चाहिँ प्रत्येक वर्ष चाहिँ केही रकमहरू जम्मा गर्दै जाने, जसले गर्दा बाह्य सहयोग चाहिँ नभएको अवस्थामा अथवा कुनै आकस्मिक रूपमा खोपहरूको व्यवस्थापन गर्नु पर्यो भने त्यो कोष परिचालन गर्न सक्ने भन्ने हेतुले त्यो राखिएको छ। दीर्घकालीन रूपमा मातृ शिशु स्वास्थ्य सुनिश्चित गर्न हाल राष्ट्रिय खोप कार्यक्रममा समावेश रहेका मातृ खोपहरूलाई निरन्तरता दिँदै
कम प्रयोग गरिएका र वैज्ञानिक दृष्टिकोणबाट प्रभावकारी मानिएका नयाँ खोपहरूको सम्भाव्यता अध्ययनमा सरोकारवाला निकायहरूले ध्यान केन्द्रित गर्नुपर्ने देखिन्छ। गर्भवती महिलाहरूलाई दिने जुन खोपहरू छ र अन्य भविष्यमा पनि ल्याउने खोपहरू छ त्यसलाई चाहिँ दिगो रूपमा लगाउनको लागि चाहिँ चुनौती हुन आउँछ र त्यसको लागि चाहिँ हामीले थप चाहिँ यसमा चाहिँ योजनाहरू बनाउनु पर्ने आवश्यकता हुन आउँछ। गर्भवती महिलाहरूलाई खोपका लागि अभिप्रेरित गर्न स्वास्थ्य सेवा प्रदायकहरू विश्वसनीय हुन जरुरी देखिन्छ। यहाँ आएपछि डाक्टरहरूले भन्नुभयो, डाक्टरहरूले भनेपछि अब सुई लगाएपछि अब सबैले भन्नु सुनेको थियो पहिलेबाट अब बच्चाहरूको लागि राम्रो हुन्छ भनेर। खोपको सहज पहुँचका लागि खोप केन्द्रहरूको सुलभता साथै खोपको फाइदा र स्वास्थ्य सुरक्षाबारे स्पष्ट सञ्चार साथै परिवार र समुदायको चेतना उत्तिकै महत्त्वपूर्ण देखिन्छ। नेपाल सरकारबाट सिफारिस गरिएका खोप तथा सुविधाहरू लिनलाई नहिचकिचाउनु होला, त्यसबाट फाइदा नै हुन्छ भन्न चाहन्छु। आमा र बच्चालाई पनि दुनुलाई स्वास्थ्य राख्नको लागि यो खोप लगाउनु पर्छ। दीर्घकालीन रूपमा मातृ तथा शिशुको स्वास्थ्यलाई सुधार गर्नुको साथै मातृ तथा बाल मृत्युलाई समेत न्यूनीकरण गर्न थप खोपहरूको आवश्यकता देखिन्छ। नेपाल जस्तो विकासशील राष्ट्रका लागि मातृ खोप कार्यक्रमले आमा र शिशुको स्वास्थ्यमा उल्लेखनीय टेवा प्रदान गरेको छ। खोपमा गरिने खर्च होइन, लगानी हो भन्ने मूल मर्मलाई आत्मसात गर्दै यसको पहुँच वृद्धि र विकासमा जोड दिनु अपरिहार्य ठहर्दछ।